हेलो हेलो सबैलाई नमस्कार। आज चाहिँ हामी एकदम जङ्गलतिर घुम्न गइरहेका छौँ। खाली जङ्गलतिर अब पाहाडको चाहिँ के छ हरियाली स्थिति हामी यता एकदम अवलोकन गर्दैछौँ। आज चाहिँ हाम्रो कुराहरू चाहिँ केही देखाएन भन्ने एकदम गुनासो आइरहेको थियो। त्यही भएर आज हामी चाहिँ एकदम टक्करसँगले चाहिँ पाहाडतिर घुम्दैछौँ। अब माथि माथि टपमा गइसकेपछि कस्तो कस्तो दृश्य देखिन्छ हामी एकदम देखाउनेवाला छौँ। हाम्रो यता बझाङको साथी हुनुहुन्छ। के छ सर, कस्तो महसुस भइरहेछ आजले भन्नुहोस्। एकदम नि सर, म त मेरो गाउँतिरको डाँडामा हिँडे जस्तो लाग्यो। एकदम रमाइलो छ, पुरै एकदम फ्रेस मोडमा भनौँ। हाम्रो यो शङ्खुवा सभाको चैनपुरे र आज हाम्रो बझाङको चैनपुरेको एकदम जोडी अगाडि बढिरहेछ। ल अब जे हुन्छ जस्तो हुन्छ, अब त्यहाँ हाम्रो माथि टप पुगेपछि थाहा हुन्छ। अहिलेसम्म हाम्रो यात्रा जारी नै छ। अब त्यो माथिको भनौँ लास्ट इन टप पुगेपछि अब त्यहाँबाट फेरि अर्को भिडियो आउला, तपाईँहरू चिन्ता नगर्नु। यसको माथिल्लो भाग पनि हेरौँ, एकदम आकर्षक तरिकाले सजाइएको छ। माथिल्लो भागहरू पनि एकदम आकर्षक छ। यतातिर चट्ट परेको गुम्बा है त साथीहरू। जानेल भयो यता यहाँ अब यो गुम्बा बनाउनको लागि चाहिँ दान गर्ने सिस्टम अब हाम्रोतिर पनि मन्दिरहरू बनाउँदा केही बनाउँदाखेरि दान गर्ने सिस्टम रहेछ, हुन्छ। यहाँ पनि दान पेटिका पनि राखेको रहेछ। यहाँ चट्ट परेको दान पेटिका पनि मन्दिर जस्तै बनाएर राखेको छ चट्ट पारेर। अब यो चाइनिज अक्षरमा लेखेको हुनाले सबै मैले देखाउन सकिनँ, बुझ्न पनि सकिनँ होइन। चाइनिज अक्षरमा के छ, 4000 3000 यहाँ रहेछ नि लेखेको। 4000 हालेको छ कसैले, 3927। यो चाहिँ 3888, 3000 मान्छे हालेको छ। यस्तो छ यहाँ गुम्बाको बारेमा चाहिँ साथीहरू उता हुन्छ। यो चाहिँ एकदम पाहाडको माथिल्लो भागमा छ है। माथिल्लो भाग आएपछि लगभग टपमै पुग्ला छ। अब यहाँभन्दा उँभो जाने चाहिँ बाटो नभएको कारणले गर्दाखेरि हामी अगाडि बढ्न सकिनौँ। दिल सर के हो, अब हामी फर्किन्छौँ कि के हो? हामी यता के रहेछ फेरि, के रहेछ? ओ कछुवा, रहेछ। ल